साथीहरु नमस्कार, म विमल पोखरेल। हजुरहरूले बुहारी भाग 292 त अवश्य नै हेर्नु भएको होला। हेर्नु भएको छैन भने पनि केही फरक पर्दैन। मैले चाहिँ हजुरहरूलाई बुहारी भाग 292 मा र आज आउने भाग, आज शुक्रबार हो साथीहरु, तपाईहरुलाई थाहा नै होला, बुहारी भाग 293 मा के हुन्छ भन्ने चाहिँ थोरै विश्लेषण गर्नेछौँ हामी विशिष्ट मात्रामा चाहिँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। हामीले चाहिँ उता बुहारी भाग 292 मा चाहिँ मुना चाहिँ जेलबाट छुटेको दृश्य देखिन्छ एपिसोडको अन्त्यमा चाहिँ साथीहरु। त्यो छुटाउने व्यक्तिको भने चाहिँ हजुरहरूले अवगत नै होला, राम हुन्। तर सुर्तीले भने चाहिँ आफूले क्रेडिट दिएकी छिन् साथीहरु। खास भन्ने त रामले छुटाएका हुन् मुनालाई, तर पनि मुनाले चाहिँ के विश्वास छ मुनालाई भने चाहिँ सुर्ती दिदीले मलाई छुटाएकी हुन् भन्ने उनलाई विश्वास छ साथीहरु। यो चाहिँ गलत हो साथीहरु। भने चाहिँ उता चाहिँ कमलाको पेटमा चाहिँ बच्चा हुर्किएको छ साथीहरु। पहिला पनि बच्चा नभएको होइन, कमलाको पेटमा पहिला पनि बच्चा थियो साथीहरु। तर चाहिँ सुर्तीले भने चाहिँ बिचरा कमलाको बच्चा खेर फाल्दिन् साथीहरु, लोटाइदिएर साथीहरु। अहिले पनि त्यसो नगर्लिन् भन्न चाहिँ हामीले सकिदैन साथीहरु। चाहिँ अब चाहिँ के गर्नुपर्छ, कमलाको बच्चा बचाउन भने चाहिँ रामले चाहिँ कमलाको साथ दिनुपर्छ र कमलासँगै बस्नुपर्छ साथीहरु। यदि आफ्नो बच्चा देख्नु मन छ भने चाहिँ रामलाई। सुर्ती जस्ता षड्यन्त्रवादी व्यक्तिहरु चाहिँ जब रामको घरमा हुन्छन् नि, तबसम्म राम र कमलाले कहिले पनि सुख पाउन साथीहरु। हुँदा खाँदा चाहिँ मुनालाई भड्काएर चाहिँ कमलाको विरुद्धमा उचालेकी छिन् साथीहरु। मुनाले भने चाहिँ कमलालाई चाहिँ नराम्रो मान्न थालेकी छिन् साथीहरु। उनीहरुको मेलमिलाप पनि त्यस्तो फराकिलो देखिँदैन साथीहरु। तपाईहरुले के लाग्छ बुहारी भाग 293 मा चाहिँ के हुन्छ त साथीहरु? के अब मुना र कमला मिल्छन् कि फेरि दुश्मनी मोल्छन् साथीहरु? सौता चाहिँ गर्छन्, सौता त सौता नै हुन्छ साथीहरु। भनिन्छ नि एउटा कहावत छ साथीहरु नेपालीमा चाहिँ, सौता कहिले पनि आफ्नो हुँदैन अरे के साथीहरु। सौता कहिले पनि आफ्नो हुन सक्दैन भन्छन् साथीहरु। त्यति सही तरिकाले मिलेर बसेको कमला र मुनाको जोडी चाहिँ आज आएर चाहिँ सुर्तीले गर्दा चाहिँ खाडो हाल्दिन्छ साथीहरु। सुर्ती भने चाहिँ एकदम षड्यन्त्रवादी व्यक्ति, एकदम तानाशाही व्यक्ति हुन् साथीहरु सुर्ती भन्छ। सुर्तीलाई चाहिँ जेल नहालिकन तिनी ठिक ठाउँमा हुने दुर्गामा चाहिँ अहिले जेलमा छिन् साथीहरु। दुर्गामाको अलिअलि चेत चाहिँ खुलिएको होला साथीहरु चाहिँ। तर भने चाहिँ उता सुर्तीको र मालतीको भने चाहिँ केही हुँदैन। मालती भने चाहिँ सुर्तीको पुच्छर साथीहरु। जति बेला पनि पछि लाखन्, जति बेला पनि के पाउँछ। 2-4 हजारको लोभमा चाहिँ मालतीले धेरै ठुलो अन्याय गरेकी छिन् मुना र कमला र रामबीच साथीहरु। आज चाहिँ तपाईहरुले बुहारी भाग 293 अवश्य नै हेर्नु होला साथीहरु। म चाहिँ हजुरहरुलाई थोरै जानकारी दिन आएको थिएँ साथीहरु। भिडियो कस्तो लाग्यो भिडियोलाई अन्तिमसम्म हेर्नु भएको होला पक्कै पनि हजुरहरुले। भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक हान्दिनु होला र हजुरहरुले चाहिँ भिडियो यत्नसम्म हेर्नुभयो भन्ने चाहिँ मलाई विश्वास गराउनको लागि चाहिँ तपाईहरुले कमेन्टमा राम लेख्न नबिर्सिनु होला साथीहरु। राम कमला लेख्न नबिर्सिनु होला साथीहरु। र साथीहरु, म विमल पोखरेल आजको भिडियोबाट यही बिदा हुन चाहन्छु। फेरि मिलौँला अर्को भिडियोमा चाहिँ। त्यतिबेरसम्मको लागि चाहिँ मेरो च्यानलमा जोडिराख्नु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। हस्त नमस्ते, बाइ बाइ, जय नेपाल।